हाम्रो यस क्रिस्टी पङ्गुर फर्मले चाहिँ आफ्नो फर्ममा उत्पादन भएको मललाई चाहिँ तरकारी खेतीमा सदुपयोग गरौँ भनेर चाहिँ हामीले 5 रोपनी जग्गा चाहिँ भाडामा लिएर यसरी तरकारी रोप्ने लक्ष्यसहित चाहिँ यसरी टनेलहरू बनाइरहेको छौँ। साथसाथैमा हामीले आलु मकैहरू पनि रोप्ने लक्ष्य चाहिँ राखेको छौँ है साथीहरू। ल यहाँ आलु चाहिँ भर्खर उम्रिन थालिसकेको छ। यसलाई चाहिँ सिँचाइ पनि हामीले गर्न थालिसकेको छौँ। ल चाहिँ साथीहरू र यस टनलभित्र चाहिँ आज फागुनको 18 गते चाहिँ गोलभेडा चाहिँ सारिसकेको छ। अब यता आउँदा चाहिँ आलु रोपिरहेको छ अनि यो माथि चाहिँ अब खोर्सानी रोप्ने लक्ष्य राखिएको छ। आलुलाई चाहिँ सिँचाइ पनि गर्न थालिसकेको छौँ है। यो टनलभित्र चाहिँ पूर्ण रूपमा चाहिँ हामीले गोलभेडा सारिसकेको छौँ। यहाँ बिउ राखिएको छ। यहाँ काँक्रा पनि 2-3टा टनलमा चाहिँ काँक्रा पनि रोप्ने लक्ष्य छ। त्यसैले यहाँनिर बिरुवा चाहिँ उमारेको, धेर चाहिँ उम्रिरहेको छैन। ल हाम्रो चाहिँ यो सोलुखुम्बुको नेत्रसल्यान हस्पिटल पानी चाहिँ सानो आइरहेको छ।